तर्फबाट नमस्कार। हाम्रो काजी साहबहरूलाई चाहिँ आज हामी किन भेला भएको भन्ने कुरो त सबैलाई थाहा छँदैछ होला। उहाँहरूले चाहिँ हाम्रो गाउँमा महान काम गरेको भएर चाहिँ उहाँहरूलाई हामी सम्मान गर्न आइरहेछौँ। सम्मान गरौँ होइन त आज हामी उहाँहरूलाई हाम्रो गाउँ समाजमा यस्ता यस्तो प्रकृति घटिरहेको घटनाहरूलाई चाहिँ उहाँहरूले समेटेर चाहिँ नराम्रो कामबाट बचाइरहनु भएको छ। त्यसकारण उहाँहरू जस्तो महान मान्छेहरूलाई सम्मान गर्नुपर्छ। जस्तै हेर्नुहोस् त, कालो मसो लगाएर जुत्ताको माला लगाएर भन्थ्यो नि बाउबाजेको रीतिरिवाजलाई चाहिँ उहाँहरूले जोगाएर राखिदिनु भएको छ। यस्तो महान मान्छेहरूलाई चाहिँ आज हामी सम्मान गर्न गइरहेछौँ। ठुल्काई साहब उठ्नुहोस् त, हजुरलाई म सम्मान गर्छु। आगामी दिनहरूमा पनि हजुरले यस्तै राम्रो कामहरू गर्नुहोस्। उहाँलाई चाहिँ सम्मान गरिरहेछौँ। नमस्कार सब गाउँलेहरूले नमस्कार छ है। हजुरलाई पनि देशको हाम्रो गाउँको परम्परालाई जोगाउनु भएकोमा, कालो मसो दलेर जुत्ताको माला लगाउनु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद। सम्मान स्वरूप सानकाई साहब, म टिका माला मलाउँदिनँ, मेरो लागि उनीहरू मरिसक्यो। ठिक छ, त्यही भएर कपाल खाउरेको। ठिक छ त, हजुरको लागि मरे पनि आफ्नै गाउँको त हो नि। त्यसकारण पनि एकछिनको लागि भए पनि तपाईँलाई हामी सम्मान गर्न गइरहेछौँ। माला टिका नलाए पनि मेरो हातबाट खाना लगाइदिनुहोस् न त। सिरियल त बबालै छ है।